मेरो बेबीसँग देखान्छ हिजोअस्ति जन्मे जस्तो लाग्छ, तर उनी स्कुल जाने भइसकेका छन्। आज कमला र मैले उनलाई चाहिँ उर्लाबारी 3 स्थित माउन्ट जैन इङ्ग्लिस बोर्डिङ स्कुल, जसलाई नमुना स्कुल पनि भनेर चिनिन्छ, त्यहाँ पुर्यायौँ। अघिल्लो दिन नै हामीले त्यहाँ गएर चाहिँ अब माउन्ट जैन स्कुलका नमुना स्कुलका हाम्रा म्याम मन्जु कार्कीसँग चाहिँ कुरा गरेका थियौँ र आजदेखि चाहिँ स्कुल ल्याइदिन भन्नुभएको थियो नानीलाई। त्यही भएर हामीले चाहिँ अब आज नानीलाई स्कुल पुर्यायौँ। अनि अब नानीलाई स्कुल पुर्याएर चाहिँ स्कुलमै अब छाडिदिउँ होइन। आज उनको चाहिँ फर्स्ट डे। उनी चाहिँ अब स्कुलमा त्यहाँ अलिकति अब यो मोन्टेसरी बेस स्कुल भएकोले चाहिँ विभिन्न खालका रमणीय कुराहरू देखेर चाहिँ एकदमै खुब रमाए पनि होइन। त्यसपछि हामीले चाहिँ अब मन्जु कार्की म्यामलाई नै जिम्मा लाएर चाहिँ हामी घर फर्क्यौँ। अब बिचमा यी भिडियोहरू चाहिँ अब मन्जु म्यामले चाहिँ अब बच्चाको प्यारेन्ट्सहरूले प्रायः अब पहिलोचोटि फर्स्ट डे स्कुल लगाउँदाखेरि नानीका भिडियोहरू चाहिँ खिच्न लाउनुहुन्छ क्या। र उहाँले मैले नभनिकनै पनि केही भिडियोहरू खिचिदिनु भएको रहेछ। अनि ती भिडियोहरू पनि उहाँले मलाई वाट्सएपमा पठाइदिनु भयो होइन। र तिनै भिडियोहरूलाई चाहिँ मैले जोडजाड गरेर यो मेरो छोरो देहाङ्जाको चाहिँ अब फर्स्ट डे स्कुलमा फर्स्ट डे बिताएको दिनको एउटा सम्झना स्वरूप यो एउटा ब्लग तयार गरेको हुँ। उनी चाहिँ विभिन्न आफ्ना साथीहरूसँग चाहिँ स्कुलमा रमाइरहेको मैले पाएँ यो भिडियोहरू हेरिरहँदाखेरि होइन। वास्तवमा अहिले अब नानीहरूलाई चाहिँ विद्यालयहरूमा पनि धेरै सेवा सुविधाहरू छ, उनीहरू रमाउन सक्छन्। फर्स्ट डे भए पनि उनी रोएनन्, त्यो चाहिँ खुसीको कुरा हो। उनको दिदी युरुका अनि युमा चाहिँ फर्स्ट डे स्कुल पुर्याउँदाखेरि युरुका त लगभग 10-15 दिन नै स्कुल जान नमानेको रोएको अवस्था थियो भने युमा पनि 8-10 दिन चाहिँ एकदमै रुने कराउने होइन। उनलाई चाहिँ अब स्कुल जान बानी पार्नको लागि निकै गाह्रो भएको थियो। तर देहाङ्सा चाहिँ अचम्मै उनले गरे कि उनले अब फर्स्ट डे पनि रोएनन् होइन। एकदमै यो खेल्ने कुराहरू देखेर अनि साथीहरू देखेर होला उनले चाहिँ अब एकदमै नरोइकन स्कुलमा बसे। खानेकुराहरू खुवाएको खानेकुराहरू म्यामले खुवाउनु भएको खानेकुराहरू पनि अब खुसीका साथ खाए, रोएनन् भन्ने कुराहरू चाहिँ मलाई म्यामहरूले जानकारी गराउनु भयो। वास्तवमा भाइ चाहिँ अलिकति उनका दिदीहरूभन्दा नानाहरूभन्दा चाहिँ अलिक डिफ्रेन्ट नै छन्। उनी अलिक भिडभाडमै रमाउने होइन, खुसी हुने खालका छन् देहाङ्सा चाहिँ। त्यसले गर्दा पनि होला उनलाई चाहिँ त्यस्तो अप्ठ्यारो लागेन, त्यत्रो गाह्रो लागेन नयाँ म्यामहरूसँग नयाँ साथीहरूसँग। फाइनली म चाहिँ अब 3 बजेतिर म्यामहरूले बोलाउनु भएको थियो भाइलाई लिन, त्यसले भाइलाई लिन गएँ। अनि त्यहाँदेखि भाइलाई बाइकमा लिएर कमलासँगै म घर फर्केँ।